ए म भराको भिडियो हेरेर फोन उठाउने गर्नु ल वेलकम ब्याक टु माई च्यानल आजको मैले भिडियो स्टार्ट गरेँ साथीहरू आज भनेको चाहिँ पानीदेखि स्टार्ट गरेँ अनि मजासँग यो के पत्ता भन्छ यो पनि म खान्छु जहिले बिहान बिहान यो चाहिँ स्टोनको हो मैले खाइसकेँ यो 1 लिटर पानी खाइजानुपर्छ म यतिकै पानी खान्छु भनेर भन्यो भने म खाँदिनँ अनि यसरी भिडियो तेर्सायो भने चाहिँ मैले खानै पर्छ जस्तो लाग्छ कि साथीहरू त्यही भएर म यसरी खान्छु भिडियो तेर्सेर मेरो पानी यति रह्यो साथीहरू अब म खाजा खान्छु नास्तामा चाहिँ छ चना चिउरा साथीहरू अब म नास्ता पनि खान्छु बसेर खाजा साजाहरू पनि खाएर आए साथीहरू अनि दिउँसो चाहिँ हाम्रो यहाँ रोप्नु पर्ने छ अनि बुवा चाहिँ यहाँ बिउहरू झार्दै हुन्छ अब हेरौँ है त के गर्दै हुन्छ अनि भरे चाहिँ हामी यहाँ रोप्छौँ यहाँ र यहाँ त्यसपछि हाम्रो धान रोपाइ पनि सकिन्छ साथीहरू हाम्रो त के भएको खेतमा पनि खोलाको मुहानमै छ खेत यहाँ पनि हाम्रो कुलोकै छेउमा छ नजिकै हामीलाई त पानीको त केही उयो नै छैन होइन अनि हाम्रो पा चाहिँ हिजो हेलो सबैलाई स्वागत छ के गर्दै हुन्छ तपाईँ बिउ चाहिँ छाड्दैछु मुठा पार्दैछु हिजो चाहिँ हाम्रो हतारमा भयो होइन त्यही भएर यहाँ बुवाले आज हिजो लाफ्रा आयो हुँदै हुँदैन यो ऊ त माथिको चाहिँ गर्नु पर्यो कुन माथिको ऊ चाहिँ अलिक अथवा छ कि बिस्तारै गर्नु न यो हेर्नु सबै चुडिन्छ हो र चुडेर त नभरेछ गरेको ऊ त माथि हेर्दैछु माथि अब म पनि यो हल्का यो साथीहरू बुवालाई सघाउँ तपाईँहरूको पनि रोप्ने आज अन्त अहिले सबै खाली भयो साथीहरू आज त सबैको रोपाइ पर्नु भएछ ल यहाँ ठुलो मम्मीहरूको नि हाम्रो छिमेकी नजिकै छ ल साथीहरू अब हामी खानासाना खाएर धानहरू रोप्छौँ मैले मेरो मिनी भ्लग पनि टिकटकमा पोस्ट गरिसकेँ हजुरहरूले गएर हेर्न सक्नुहुनेछ अनि मेरो टिकटकको नाम चाहिँ जुन मेरो युट्युबमा छ त्यही नै राखेको छु मैले सन्दिपा सेफ हजुरहरूले गएर हेर्दाखेरि भेट्न सक्नुहुनेछ ल साथीहरू अब हामी धान रोप्न आयौँ यसलाई धान रोप्दा किन यो बोकेर आयो भन्नुहुन्छ होला अब मोबाइल ओढाउन त चाहियो अब हामी चाहिँ आज धान सान रोपेर हाम्रो कोठेबारीको पनि सक्छौँ यहाँदेखि हाम्रो
हामी चाहिँ यहाँ रोप्छौँ। खत्म बाय बाय टाटा गुड बाय गया ला 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 हावाले भन्न के भएन छ। अलिकति ल्याउँदा नि 4वटा 5वटा जान्छ मसिनो भएन नि। हामीले चाहिँ यता पनि रोपिसक्यौँ। अब हामी यता रोप्दैछौँ। यताको सुरु भयो अनि हाम्रो बाबा चाहिँ उता हुनुहुन्छ र पल्लोपट्टि पनि उताको साइडमा रोप्दै हुन्छ आन्टीहरूले पुरै खेताला एकैचोटि भयो। के ल्याउनु भयो? झार मर्ने दवाई अजीले चाहिँ झार मर्ने दबाई पनि लिएर आउनु भयो। यहाँ हाम्रो पुण्डे त कहिले पनि हाम्रो साथ छोड्दैन। हेलो ब्रोहरू, हेलो बोरोहरू, त्यहाँ माथि मेरो केही आवश्यकता पर्ला जस्तो छ के छ? त्यहाँ मेरो केही आवश्यकता पर्यो भने बोलाउनु, नत्र म एकछिन आराम गर्छु। रोप्दैछन्। अभी मजा आएगा ना भिडो। दुईजना यता ज्वाइँ धान माटो झार्दै हुनुहुन्छ। डम रोप्दैछन्। धान रोप्न गएको कुकुर पनि लानु, कुकुरलाई पनि रोप्छ धान। पर पनि रोप्दैछन् धमाधम। ओ कुकुर पनि गयो सँगसँगै। ल पानी परिरहेको छ, तर घामले पोल्नुभन्दा त पानी नै ठिक छ होइन? पानीले शीतल हुन्छ, एकछिन भए पनि भिज्छ तर शीतल हुन्छ। घामले पोल्छ सकिँदैन। ज्वाइँले पनि धान पखालिँदै हुनुहुन्छ। माटो बिउ, धानको बिउ होइन, अहिले मैले यता फर्काएको ए म भर्याक बनाउँदैछु। लु भन्दिनँ ए म त ढाले 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 ढाले
चाहिँ सकिन्छ ढुक्क भयो आउँदैन यो पानी यो शीतल बनाउनु मात्रै आएको हो ए हाम्रो कुकुर पनि देखा पर्यो यहाँ ए बिउ त उब्रिन्छ नि होइन उब्रिन्छ खै हाम्रो माइलीले फोन उठाउँदैनन् के गर्नु र खोलामा थप्नु छ बिउरामा खोलामा रोपो खाएको थप्नु छ अहिले अहिले होइन तल खोलामा रोपो थप्नु छ हिजो माइलीलाई 2-3 खेप फोन गरेँ उठाउँदै उठाएन अस्ति नारी विकास गएर आएँ छाता बिर्सेर आएँ उहाँ पर पुग्नु अल्छी लागेर ठुलीले फोन हान्न लाग्यो उठाउँदै उठाएन अनि ज्वाइँले फोन लगाएको उठाउँदै उठाएन होइन माइलीलाई फोन गर्छु उठाएन सँगसँगै दोकानबाट छुटेर ठुली गएको घरमा आएर फोन हान्दा उठेन होइन छाता बिर्सेर आएँ अनि भिडियो हेरेर फोन उठाउने गर्नु भिडियो हेरेर फोन उठाउने गर्नु देखा आपने लापरवाही का नतीजा है तेरो मोबाइलै नि टोइलेटमा हालिदिन्छु तेरो मोबाइलै नि टोइलेटमा हालिदिन्छु रामा राम रामा राम कारण के थियो किन 2-4 खेप फोन हाल्दा उठाउँदैनन् त क्या हो अहिले 4 खेप हाने माइलीलाई उठाएन ज्वाइँलाई ठुलीलाई हाने उठाएन आखिरमा आफै गएर छाता लिएर आएँ अब त्यही मोबाइलमा भिडियो हेरेर भन्छ होइन सुन्छन् अनि आफै गएर ल्याएँ पानी ल्याइदिन्छु है म पानी लिन हिँडेको चिसो ल्याउनु पानी फ्रिजको ए ल चिसो पानी खाने अरे अघि हेरेर पानी आयो अहिले गर्मी भयो अघि त मान्छे थिएन त यहाँ अहिले कति बेला आइपुग्यो पानी खाने अरे चिसो गर्मी पनि कति साह्रो गर्मी हो हरेर पानी आयो एकछिनमा घाम लाग्यो पसिना आयो यो कहाँबाट निक्ल्यो यो यसलाई त कसले छोडिदियो हे तेरिका हो गर्मी पनि अलिअलि गर्मी छैन गर्मी छ अब पानी 2 बोतल पानी सानो लानु कि ठुलो लानु ए खोलेको
खोलेको ए अनि चिसो पानी ल्याइदिनु अरे अनि पानी लिनु आएको एकछिन पानी आयो एकछिनमा गर्मी भयो यो कुखुरा कसले छोड्दैछ यो पोथ्यो कुखुरा पानी चिसो पानी ल्याइदिएको छु फ्रिजबाट बरफ जमेको छ है ज्वाइँले खानुहुन्छ होला पानी लु घटघट खानु र पानी है हेर्दैछु लु पानी खानु चिसो लु पानी कति चिसो चिसो साह्रो चिसो छैन ठिक्कको छ साह्रो चिसो छैन ठिक्कको छ डरिँदैन ओरेछु ज्वाइँ साहब कति अरठेको पहिला भन्दा फरक कति चिसो त आमा सकिन लाग्यो जो अब यता भित्र बस्छु यी पुन्टे चिप्ला खै जा धान रोप्नुलाई म धान रोप्न सकाउनु त बिउ लगिदिएको पुगेर आइपुग्नु छु बिउ हामीले यहाँ पनि रोपेर आयौँ अब अजीको भ्लग पनि हेर्नुभयो होला अजीले के गर्नुभयो भनेर होइन अजी के आज चाहिँ अजीको भ्लग आउँछ साथीहरू हामीले चाहिँ सबै यता रोपिसक्यौँ उतापट्टि रोप्नको लागि चाहिँ यहाँ हिजोको बिउ यसरी झार्दैछ अनि मम्मी यो त सबै हामी अदिया गरेको होइन भनेर सोच्नुहुन्छ होला तर होइन हाम्रो बुवाको गति त यस्तो भइरहेछ मटी लास्ट अब गाई हाम्रो बिउ हामीले झाँटेर यस्तो राम्रो पारिसक्यौँ आगो पछाडि छोडेर रोप्नु छ अनि साथीहरू गरी खान गाह्रो छ तातो भात मात्रै खान सजिलो छैन मसिनमा तातो भातले सेक्ने हो के गर्नु यहाँ हाम्रो बुवाले पनि म रोपेर देखाउँछु भन्नुभयो अब हाम्रो बुवाले पनि रोपेर देखाउने अरे यहाँ हेरौँ है त कतिको रोप्नु हुँदो रहेछ ल कता फर्केर रोप्ने अन्त त्यहाँदेखि रोप्नु न छिटो रोप्नुहुन्छ अरे अनि बाक्लो भन्दै हुन्थ्यो त लु हेर्नु यहाँ छोरा मान्छेले पनि धान रोप्छ नि फेरि कति मजाले रोप्नु हुँदो रहेछ हेर त यसरी फुर्काउनु पर्छ कि अन्त होइन कति मजाले रोप्नु भएको आमामामा हामी भन्दा कति मजाले छिटो रोप्नु हुँदो रहेछ हेर त अनि यस्तो अघि भने थाहा पाएको भए अन्त वाउ भेरी डेन्जरस अझै एक मिनट रोप्नु न यहाँसम्म ल पत्याएँ मैले
अब अर्को मुठामा नि रोप्नुहुन्छ कति छिटो अन्त त्यही त हो र ए यो गरादेखि सकिँदैन रोप्नु हो र आमा यसरी फुर्काउनु पर्छ क्या साथीहरू हेर त उतापट्टि श्रीमतीज्यू यतापट्टि श्रीमानज्यू ल तपाईँहरू को यसरी मिलेर धान रोप्नुहुन्छ है हाम्रो चाहिँ दुईजना मम्मी बाबा मिलेर धान रोप्नुहुन्छ रोप्नु न मैले रोप्नु भनेको मिलेर ल हेर्नु है साथीहरू रोपी पनि सक्यौँ हाम्रो पुन्टे रोपेदेखि अहिलेसम्म पर्ख्यो हामीलाई हामीले आज रोपी पनि सक्यौँ साथीहरू ल आजलाई यति नै भन्दै थ्याङ्क्स फर वाचिङ बाई बाई